तपाईँले गर्न लाग्नु भएको एक खालको रेड प्यारेटले हैन सूचनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ वेबिनार हैन त्यो चाहिँ खास के उद्देश्यका लागि हो भनेर आम जनतालाई जानकारी दिनका लागि हो अथवा तपाईहरुको बिजनेस व्यवसायलाई अझ एक स्टेप माथि लानको लागि हो सबैसम्म पुगोस् भन्नका लागि हो र के सन्देश दिनका लागि गर्न लाग्नु भएको यो हजुर हामीले यो वेबिनार लिएर आएको चाहिँ हामीले आफ्नो व्यवसाय बढाउने भन्दा पनि किनभने व्यवसाय त अब तपाईले आफ्नो राम्रो सर्भिस हामीले दिइराछौं हाम्रो क्लाइन्टहरु बिस्तारै बढिहाल्नुहुन्छ हजुर त्यसको लागि भन्दा पनि हामीले चाहिँ एउटा बिना स्वार्थकै एउटा यो कार्यक्रम लिएर आएको हौं हामीले चाहिँ अब यहाँ धेरै जना नेपालीहरुको जो हुनुहुन्छ हामी नेपालबाट आएर यहाँ अहिले हामीले अलिकति पैसा कमाइसकेपछि हामीले सेकेन्ड घर किनेर भाडामा लगाउने नै हो त्यो नै सेफेस्ट इन्भेस्टमेन्ट छ हाम्रो नेपालीहरुको कन्ट्रीमा यो देशको यो बेलायतको तपाई परिवेश हेर्नु भने पनि सबैले गर्ने त्यही नै हो अब जस्तो अमेरिका हेर्नुहुन्छ भने अमेरिकामा नेपालीहरुले स्टक मार्केटमा इन्भेस्ट गर्छन् हैन सब धेरै जस्तोले तर यहाँ चाहिँ तपाईको हामीले नेपालीहरुले चाहिँ हामीले प्रपर्टी नै किन्ने छ परिवेशै त्यस्तो छ अनि तपाईको त्यही भएर हामीले चाहिँ अब यो अहिलेको वेबिनारहरु चाहिँ हामीले तपाईको फोकस गरेर ल्यान्डलर्डहरुलाई सेल्फ एम्प्लॉयरलाई नै छ यो 3-3 महिनामा रिपोर्टिङ गर्ने भन्ने कुरा चाहिँ त्यही भएर हामीले यो नयाँ कार्यक्रम चाहिँ यसरी सबै नेपालीहरुलाई चाहिँ पुगोस् उहाँहरुको घर दैलोमा पुगोस् उहाँहरुको कुनै जिज्ञासाहरु छ भनेदेखि हामीले उहाँलाई क्लियर पार्न सकौं उहाँलाई यो फेरि एकैचोटी सुन्दाखेरि हो यो त अचम्मलाइन कुरा छ भने जस्तो नहोस् त्यो अनुसार प्रिपरेसन गर्नुहोस् किनभने मेन चाहिँ पर्चेज इन्भोइसेसहरु चाहिँ राम्रोसँग राख्ने बानी गर्नुपर्ने छ नेपालीहरुले हैन त्यो अनुसार अनि अर्को कुनै फाइनान्शियल प्लानिङहरु गर्नुपर्ने छ क्याश फ्लोको लागि के गर्नुपर्ने छ भनेदेखि अहिलेदेखि नै प्लानिङ गर्नुहोस् भन्ने हिसाबमा चाहिँ हामीले वेबिनार लिएर आएका हौं